हेलो गाइस, आज हामी यहाँ पिकनिक वनभोज कार्यक्रममा जाँदैछौँ। यहाँ हामी कुलाको बाटो जाँदै जङ्गलतिर प्रवेश गर्न जाँदैछौँ गाइस। हेर्नु गाइस, हामी तिनै हौँ केटा। हेर्नु यस्तो पारामा हेर्नु गाइस, आउनु गाइस आउनु। राम्ररी आएस निमेष। यहाँ हजुरलाई यहाँ नदीको पनि नदीको यहाँ हेर्नु है कलुवा म बनाउँछु ल। अगाडिको छैन राम्रो क्यामेरा मुनि बिग्रिएको छ भन्दा मैले के अरे भाइ। ल हजुरलाई स्वागत छ हाम्रो कार्यक्रममा। यता समीरको साथी छ, ओ मुन्डो गरेको छ। ल यो चाहिँ अलि मार्न आउने जस्तो छ। यता समीर अगाडि हिँड्या छ फ्रुटी मात्रै बोकेर। यता धेरै काम गर्ने मान्छे यता छन्। हो समीरको दोस्त पनि भेटिया छ, काली हो, काले नै भनौँ काली। समीरको फेरि साली है, त्यो समीरको साली हो। यता फेरि यसलाई फेरि भाँडाको चिन्ता छ। सबै मिलेर भाँडा धुँ भनेको चिन्ता छ। यार बगाइदिऊ। यार हामी चाहिँ धेरै दिनपछि आइसकेको छौँ हामी यो ठाउँमा। यो पुरा गडा हुन थाहा छ कि नै हजुरलाई? पहाडको जस्तो यहाँ खेती। बट ठिक छ। अब हाम्रो यता छ झुलुङ्गे पुल। यता झुलुङ्गे पुल छ। झड्यो त गयो, यो पनि झड्ड जस्तो लाग्यो। अरूभन्दा केही छैन, मोबाइल झड्डु भएन। आरामले पक्रियो मोबाइल सोबाइल। ल अब हाम्रो यता राम्रो बच्चा आछ। यताले हाफ रोटी म समात्छु त एकैछिनमा। म यता भ्लगिङ गर्न लाग्छु त। हामी जाने कहाँदेखि सर केडा हो? यता हाम्रो अर्को पनि आइसक्यो वनभोजमा। यहाँबाट हो, यहाँबाट त बाटो छ। यो होइन भन्न, त्यहाँ नै भन्न, त्यहाँलाई कहाँलाई परे त्यो ओ साथी त्यहाँ भन्न। यहाँ त मान्छे कति देउने यार हामीलाई स्कुलमै। यहाँ गइहाल्छ नै त्यो बाटो जङ्गल छ यताबाट। यही त्यो बाटो हो साथीहरू। यो झाडीतिर लैजान आज गाह्रो छ। आजकल धेरै के त्यो झाडी भएको छ, पानी आएको छ यार, जुका पड्यो यार, नजाऊ। मा कसम फेरि पहिला आउँथ्यो त, अहिले थोडी आउनु आएको छु। हेर त बाटै छैन, कहाँ हो बाटो? मा कसम गाह्रो छ यताबाट हिँड्ने कुरामा धेरै छ। वनभोज भनेर कहाँको बिचमा ल्याइदिए छ न, फेरि गाह्रो छ यता। फेरि तँलाई वहीँ हान्ने हो भाइ। हात तरिका साथमा यता फुच्चे पनि छ। साथमा यता फुच्ची पनि छ। यो चाहिँ हाम्रो वनभोज चाहिँ फेरि हाम्रो भैलो खेलेको पिकनिकबाट गरेको। अरू ठाउँ पनि गएको थिएँ, वनभोज पनि गरौँ भनेर यसो वनभोज पनि आएको हामी गाइड्सहरू। यता लास्टै छ। आत्था ल भाइ ल। नाइ हो बरु यहीँ गरौँ नि त। लगाइदियो भने भइहाल्यो आगो सागो। हरियो परियो हुन्छ फेरि।
जुगा लगायो भने त रोकेर जुगाको मासु खुलाउने भयो। साला राउटे बादी वो 1-2 घन्टा त यार यो बाटोमा हिँड्न टाइम लाग्दा छ। एक साला उता है ल। अहिले चाहिँ हामी जङ्गलको बाटोमा आइसकेको छौँ। यो बारीको गर्दा हो भएको हामीलाई अप्ठ्यारो। ल कता जाने अब? हो यता कसम। ल साथमा यार यो पनि आयो यार। भैलो खेल्दा पनि आउँथ्यो, अहिले त मासु खान आएछ। हात्तेरिका यसलाई त पार्टी भइगयो हो। चुलो बना यता अलि गाह्रो छ है पिकनिक बनाउन। चुलो बनाए त छ यार, कति बनाउने हो? ल यहीँ बनाउनु त। कोही छन् कि यहाँ? ऊ अच्छा जुगो हेर मुजी हो। जुगो खासै केही पर्दैन। साला निवेशलाई भन्छ ल हामी